दर्शकबिन अहिले भुन्टीलाई भने भूपेन्द्रको घरबाट निस्किनु पर्ने अवस्था आएको छ। भूपेन्द्रको बुवाले भुन्टीले त्यस घरमा कहिले पनि सुख पाइनन्। कहिले बालकुमारीले, कहिले भूमिकाले, कहिले भीमले अनि आफ्नै श्रीमान भूपेन्द्रले पनि भुन्टीलाई धेरै दुःख दिएको कारणले त्यो थाहा पाएर भूपेन्द्रका बुवाले भुन्टी त्यस घरमा नबस, तिमी यस घरमा बस्यो भने अझै विगतमा त्यति दुःख पाएकै थियौ भने आगामी दिनहरूमा पनि धेरै दुःख पाउँछौ भन्ने उद्देश्यले भूपेन्द्रका बुवाले त्यस घरबाट भुन्टीलाई निकाल्नु पर्ने अवस्था आएको हो। भुन्टी भूपेन्द्रको घरबाट निस्किएर हामीहरूलाई एक कदम केही न केही दुःख लागे पनि, हामीलाई केही दुःख लागे पनि तर भुन्टी त्यस घरबाट निस्किनु भनेको एउटा राम्रो लक्षण हो। किनकि भुन्टीले भूपेन्द्रको घरबाट कहिले पनि सुख पाएको महसुसै गर्न पनि हामीले देखेका पनि थिएनौँ र भुन्टीलाई पनि लागेको थिएन। भुन्टीले कहिले भूपेन्द्रको त्यस्तो गाली सहनु पर्यो, कहिले बालकुमारीले आफ्नो बच्चा मारेको त्यस्ता दुःखका दिनहरू पनि भुन्टीले सहनु परेको थियो भने अहिले आएर भुन्टी भूपेन्द्रको घरबाट निस्किएकी छिन्। त्यो नयाँ केटाले भुन्टीलाई विगतमा घरमै भुन्टीसँग बिहे गर्न जान्छु भनेर माग्न जाँदा भुन्टीले त मन पराएकी थिइनन्, तर त्यो नयाँ केटाले भने भुन्टीलाई साह्रै मन पराएको थियो। त्यो केटाले बिहे गर्छु त म भुन्टीसँगै गर्छु भन्ने उद्देश्यले पनि अझसम्म त्यो केटाले अरू केटीसँग बिहे नगरेको हामीले देखिसकेका छौँ भने यता भुन्टी भूपेन्द्रको घरबाट निस्किसकेको अवस्थामा भुन्टीलाई कुनै पनि याद छैन कि त्यो नयाँ केटा मैले कहीँ देखेको हुँ र पक्कै यो केटा हो भन्ने अहिले याद छैन, तर केही कुराहरू याद गरिरहेकी छिन्। अब भुन्टी घरबाट निस्किएपछि त्यो केटासँग फेरि एकचोटि भेट भयो भने त्यो केटाले भुन्टीलाई सबै कुरा सोधेर अनि निकै माया दिन्छ र भुन्टी पनि दुःख पाएको अवस्थामा कसैले साथ दियो भने भुन्टी त्यस केटासँग मायामा पस्छिन् कि भन्ने हामीहरूलाई लागिरहेको छ। र भुन्टीले विगतमा दुःख पाएको देखेर भुन्टीले आगामी दिनमा सुख पाउनुपर्छ भन्ने सबै दर्शकहरूको माग पनि रहेको छ। र यता भुन्टी नयाँ केटासँग माया जालमा परिन् भने भूपेन्द्रको अवस्था के होला त दर्शकबिन? भूपेन्द्रलाई फेरि आफ्नो गर्लफ्रेन्डले बारम्बार बिहे गर्छु त पहिला भनेकी थिइन्, अझसम्म भेट्न आएकी छैनन्, एकचोटि मात्र भेट्न आएकी थिइन्। यता भूपेन्द्रको भाउजूले भूपेन्द्रलाई कति गाली गर्लिन्, कति नमिठो बोलिन्। भुन्टी हुँदा त त्यति नमिठो बोल्ने भूपेन्द्रको भाउजूले भने भूपेन्द्रका दिनहरू अझै दुःख लाग्दाका दिनहरू अझै आउँदैछन् दर्शकबिन भन्दै भुन्टीलाई अझै विगतका दिनहरूमा दुःख पाए पनि अब आउने दिनहरूमा सुख पाउनुपर्छ भन्ने तपाईँहरूलाई लाग्छ भने कमेन्ट बक्समा भुन्टी भनेर लेखिदिनु होला। आजको भुन्टी सिरियलको प्रतीक्षामा को हुनुहुन्छ सबै दर्शकले भिडियोलाई लाइक गरिदिनु होला र हामी भुन्टीलाई धेरै खुसी भएको हेर्न चाहन्छौँ भन्ने तपाईँहरूलाई लाग्छ भने कमेन्ट बक्समा भुन्टीले सुख पाउनुपर्छ, भुन्टीले विगतमा धेरै दुःख पाए पनि अब भुन्टीको जीवन पनि एउटा हाँसी खेली भएको हेर्न चाहन्छौँ भन्ने तपाईँहरूलाई लाग्छ भने कमेन्ट बक्समा भुन्टी भनेर लेखिदिनु होला। यस्तै भुन्टी सिरियलका रिभ्युज भिडियो लिएर फेरि पनि अर्को भिडियोमा उपस्थित हुनेछौँ। आजलाई बिताउँछौँ। हस्त, धन्यवाद।